नमस्ते, म देवेन्द्र भट्टराई। आज फेरि एउटा भिडियो लिएर उपस्थित भएको छु। आजको विषयवस्तु छ बालबालिकालाई किन मानसिक समस्या हुन्छ, अर्थात् बालबालिकालाई किन स्ट्रेस अथवा तनाव हुन्छ। यही विषयमा केही जानकारीहरू लिएर उपस्थित भएको छु। आज विश्वमा बालबालिकाहरूलाई पनि ठुला व्यक्तिहरूलाई जस्तै कुनै न कुनै किसिमको मानसिक समस्या अथवा तनावले घेरिरहेको अवस्था छ। यस मानसिक समस्या हुने बालबालिकाहरूलाई तनाव हुने विभिन्न कारणहरू छन्, जसमध्ये केही विषयवस्तुहरू निम्नसार प्रस्तुत गरिएको छ। अब हामीलाई यो कारणहरू थाहा पाइसकेपछि त्यसबाट कसरी बच्न सकिन्छ, मानसिक समस्या हुनलाई अथवा मानसिक समस्यालाई कमी गर्ने उपायहरू के छन् भन्ने विषयवस्तु आवश्यक आउँछ। त्यसैले यो कारणहरू सँगसँगै त्यसका सजगताहरू अथवा चाहिँ समस्या हुन नदिने केही उपायहरू त्यही भित्र समावेश गरिएको छ। यसलाई पोइन्ट वाइज रूपमा प्रस्तुत गर्दै लगिनेछ। सबैभन्दा पहिलो नम्बरमा छ वातावरण। बालबालिका कस्तो वातावरणमा हिँड्छन्, कस्तो वातावरण हुर्किरहेका छन्, उनीहरू कोसँग खेल्छन्, विद्यालयमा कस्तो वातावरण छ, घर परिवारमा कस्तो वातावरण छ, घरमा उसलाई पढ्ने वातावरण छ कि छैन, पढ्ने वातावरण सही छ कि छैन, यी सबै कुराहरूले बालबालिकाको एउटा मानसिक स्वास्थ्यको अवस्थालाई निर्धारण गर्दछ। वातावरणलाई विशेष गरेर दुईटा भागमा विभाजन गर्न सकिन्छ। एउटा घरभित्रको वातावरण छ भने अर्को चाहिँ घरभन्दा बाहिरको वातावरण। घरमा बुवाआमा के गर्नुहुन्छ, कस्तो पेसा गर्नुहुन्छ, त्यस्तै गरेर उनीहरूको आम्दानीको स्रोत के छ, घर परिवारभित्र झै झगडा छ कि छैन, घर परिवारमा बुवाआमाहरू दाजुभाइ दिदीबहिनीहरू मिलेर बस्नुभएको छ कि छैन, यी यावत कुराहरूले घरायसी वातावरणलाई निर्धारण गर्दछ र त्यही अनुसारको बालबालिकाहरूको मानसिक विकास भएर आएको हुन्छ। त्यसै गरेर विद्यालयमा कस्तो वातावरण छ, शिक्षक शिक्षिकाहरूले बालबालिकालाई कस्तो व्यवहार गर्नुहुन्छ, उनीहरू विद्यालय आउँदा जाँदाको समय कस्ता साथीहरूसँग हिँडडुल गर्छन्, उनीहरू हिँड्ने साथीहरू, उनीहरूले सङ्गत गर्ने साथीहरू सकारात्मक स्वभावका छन् कि छैनन्, उनीहरू सही मार्गमा हिँडेका छन् कि छैनन्, या कुनै गलत मार्गमा हिँडिरहेका छन् कि, यही यावत विषयवस्तुहरूले विद्यालयको वातावरण र त्योभन्दा बाहिर समाजको वातावरण जुन छ नि, यो समग्र रूपले उक्त बालबालिकाको भविष्य अथवा मानसिक अवस्था भनौँ न, मानसिक अवस्था निर्धारण गरेको हुन्छ, जसको आधारमा हाम्रा बालबालिकाहरूले पनि त्यसै अनुसारको व्यवहार प्रदर्शन गर्छन्। त्यसैले यहाँनिर बालबालिकाको लागि उपयुक्त वातावरण प्रदान गर्नु नै एउटा मानसिक समस्याबाट रोक्नु अथवा मानसिक समस्या हुन नदिनु, मानसिक समस्या हुन नदिने एउटा कारण हो अथवा एउटा उपाय हो। त्यसैले यदि हाम्रा बालबालिकाहरू कुनै खराब वातावरणमा छन्, कुनै गलत वातावरणमा छन्, उनीहरू हिँडडुल गर्ने र रमाउने वातावरण सही छैन भनेदेखि त्यस्तो वातावरणमा उनीहरूलाई चाहिँ सचेत गराउनु हामी अभिभावकहरूको दायित्व हो। अब दोस्रो नम्बरमा जाउँ। दोस्रो नम्बरमा छ लागु पदार्थको प्रयोग। अहिले विश्वमा तथ्याङ्कलाई हेर्ने हो भने लागु पदार्थ प्रयोग गर्ने व्यक्तिको सङ्ख्या दिनानुदिन बढिरहेको छ, जसमा लागु पदार्थ प्रयोग गर्न सुरुवात गर्ने नै बालबालिका हुन्छन्। त्यसैले बालबालिकाहरूलाई यो लागु पदार्थको बारेमा उपयुक्त ज्ञान दिन आवश्यक छ। लागु पदार्थ भनेको त्यस्तो पदार्थ हो जसको प्रयोगबाट यो हाम्रो मस्तिष्कको कार्य प्रणालीलाई असर गर्दछ, यो स्नायु प्रणालीलाई असर गर्दछ र त्यो स्नायु प्रणालीलाई असर गरेको कारणले गर्दाखेरि एक किसिमको उत्तेजनात्मक अवस्था सिर्जना हुन्छ। त्यस्ता पदार्थहरू जसले चाहिँ मस्तिष्कको कार्य प्रणालीलाई उत्तेजनात्मक रूपले परिवर्तन गरिदिन्छ, त्यस्ता पदार्थहरूलाई लागु पदार्थ भनिन्छ। गाँजा, चरेस, भाङ, धतुरो यी लगायतका धेरै किसिमका लागु पदार्थहरू छन्। अब यो लागु पदार्थ प्रयोग गर्ने व्यक्तिको मस्तिष्कले राम्रोसँग काम गर्न सकिरहेको हुँदैन।
मस्तिष्कले हाम्रो शरीरका सम्पूर्ण ग्रन्थीहरू र अन्य प्रणालीहरूलाई समेत नियन्त्रण गरेको अवस्थामा जब लागु पदार्थको प्रयोग गर्छ, त्यो प्रयोग गर्ने व्यक्तिमा जुन हर्मोनल सिस्टम हो नि, त्यो हर्मोनल सिस्टममा गडबडी आइदिन्छ। जुन मात्रामा चाहिँ हाम्रो शरीरमा हर्मोनहरू ब्यालेन्स मात्रामा हुनुपर्ने त्यो भइदिँदैन। हर्मोनहरूको मात्रा कि धेरै हुन्छ कि थोरै हुन्छ। हाम्रो शरीरमा हर्मोन धेरै हुनु पनि राम्रो होइन, साह्रै कम हुनु पनि राम्रो होइन। त्यो हाम्रो ग्रन्थीको जुन एउटा सिस्टम छ, त्यो सिस्टम अनुसार जति मात्रामा शरीरमा हर्मोन उत्पादन हुनुपर्ने हो, त्यो सन्तुलित मात्रामा हर्मोन उत्पादन हुनु चाहिँ राम्रो हो। तर जब व्यक्तिले लागु पदार्थको प्रयोग गर्छ, लागु पदार्थको सेवन गर्छ, त्यो हाम्रो शरीरमा हर्मोनको मात्रा घटबड भइदिन्छ, जसले गर्दाखेरि शरीरले र मस्तिष्कले सही तरिकाले कार्य गर्न सक्दैन, जसको कारण मानसिक समस्या आउँछ। लागु पदार्थको प्रयोग गर्ने व्यक्तिलाई कुनै न कुनै किसिमको मानसिक समस्या हुन्छ नै हुन्छ। तत्कालैदेखि जुन बेला उसले त्यो पदार्थ सेवन गर्न सुरु गर्छ नि, त्यही समयदेखि लागु पदार्थको प्रयोग गर्न थालेदेखि नै मानसिक समस्या सुरु हुन्छ। त्यसैले तमाम अभिभावकहरूले, हामी सम्पूर्ण अभिभावकहरूले हाम्रा बालबालिकाहरूको लागि अति धेरै निगरानी गर्नुपर्ने अथवा अति धेरै चाहिँ हामी सचेत रहनुपर्ने अवस्था छ। अब अर्को नम्बरमा जाउँ। अर्को नम्बरमा छ ट्रमा वा कुनै दुर्व्यवहारमा पर्नु। बालबालिकाहरू सानोदेखि हुर्किँदै जाँदा जीवनकाल खण्डमा कुनै पनि समयमा कुनै विशेष किसिमको पीडादायी घटनाहरूमा संलग्न भएको हुनसक्छ। कसैलाई अपहरण गरिएको हुनसक्छ, कसैलाई सीमा वारपार गर्दाखेरि त्यहाँ समस्या भएको हुनसक्छ, कसैलाई बेचिएको हुनसक्छ, अथवा कसैलाई चाहिँ यौनजन्य दुर्व्यवहार गरिएको हुनसक्छ। त्यस्ता बालबालिकाहरूलाई त्यो उनीहरूमा चाहिँ कुनै पनि समस्याहरू चाहिँ सबकन्सियस माइन्डमा गढेर रहेको हुन्छ र त्यो पछिल्लो समयहरूमा देखा पर्दै जान्छ, बाहिर निस्किँदै जान्छ। त्यसैले यस्तो ट्रमामा अथवा जीवनमा त्यस्ता पीडादायी घटनाहरू झेलेको व्यक्तिले, पीडादायी घटनाहरूमा संलग्न भएको व्यक्तिले त्यो समस्याहरूलाई राम्ररी निराकरण गरिरहेको हुन सक्दैन, त्यो समस्याहरूलाई निर्मूल गरेको हुन सक्छ र त्यस्ता व्यक्तिहरूलाई चाहिँ कुनै किसिमको मानसिक समस्या हुनसक्छ। त्यसैले यस्ता ट्रमाहरू अथवा चाहिँ कुनै पनि पीडादायी घटनाहरू झेलेको व्यक्ति छ यदि भने हाम्रा बालबालिकाहरू त्यो अवस्थामा छन् भने उनीहरूलाई समयमा नै काउन्सिलरकोमा, हिलरकोमा वा डक्टरकोमा लगेर उपयुक्त उपचार गर्नु बुद्धिमानी हुन्छ, जसबाट चाहिँ उनीहरूमा अझ थप क्षति हुनबाट बचाउन सकिन्छ, उनीहरूलाई अझ थप क्षति हुनबाट बचाउन सकिन्छ। अब अर्को नम्बरमा जाउँ। असफल हुने डर। बालबालिकाहरूलाई पढाइको क्रममा असफल भइन्छ कि भन्ने डर हुन्छ। यो हरेक बालबालिकाहरूलाई भइरहेको हुन्छ। कोही बालबालिकाहरू धेरै कमजोर छन् पढाइमा अब कमजोर भएको कारणले भोलि म पास गर्न सक्दिनँ होला, फेल हुन्छु, अनि त्योभन्दा अगाडि जान सक्दिनँ भन्ने यस्तो किसिमको मानसिक दबाब सिर्जना भइरहेको हुन्छ। कोही बालबालिकाहरू एउटा विषयमा कमजोर हुन्छन्, त्यो कमजोर भएको विषयमा उनीहरूलाई त्यस्तै किसिमको डर बसिरहेको हुनसक्छ। यो भयो कमजोर बालबालिकाहरूमा हुने समस्या भने अर्कोतिर जो अलिक बढी कक्षामा सक्रिय छ, जो बढी कक्षामा चाहिँ अलिकति उत्कृष्ट नतिजा निकाल्न सक्छन् अथवा जो जान्ने छन् भनौँ न, जो बालबालिकाहरू चाहिँ कक्षामा अरूभन्दा जान्ने छन्, ती बालबालिकाहरूलाई म भोलि गएर राम्रो गर्न सक्दिनँ कि अरूले मलाई चाहिँ राम्रो गर्छ भन्ने अपेक्षा गरिरहेको छ, त्यसैले म उनीहरूको त्यो इच्छालाई पुरा गर्न सक्दिनँ कि, अनि मैले राम्रो रिजल्ट ल्याइनँ, मैले परीक्षामा राम्रो गरिनँ भने भोलि म राम्रो विषय पढ्न पाउँदिनँ, राम्रो विषय पढ्न नपाएपछि म भविष्यमा राम्रो जागिर पाउँदिनँ, त्यसैले म राम्रो ठाउँमा पुग्न सक्दिनँ। यो किसिमको एउटा दबाब अथवा चाहिँ एउटा स्ट्रेस बालबालिकाहरूमा हुन्छ। यो दबाब स्ट्रेस हुनु पनि सकारात्मक पक्ष होइन, यसलाई पनि समयमा नै मेन्टेन गर्नुपर्दछ, समयमा नै यसलाई निराकरण गर्नुपर्दछ। त्यसैले हामीले यो बालबालिकाहरूलाई के कुरा बुझाउनु पर्दछ भने
परीक्षामा असफल हुनु जीवनमा असफल हुनु होइन है। परीक्षा परीक्षा हो, जीवन जीवन हो। परीक्षा पटक पटक आउँछ जान्छ, कोही बेला पास भइन्छ, कोही बेला फेल भइन्छ। त्यसको सम्बन्ध जीवनसँग छैन। मान्छेलाई परीक्षामा फेल भएर केही हुँदैन, अरू विकल्पहरूमा उ जान सक्छ। मान्छेका अगाडि हरेक विकल्प हुन सक्छन्। एउटा विकल्पमा भएन भने अर्को विकल्पमा जाने, अर्को विकल्पमा भएन भने अर्को तेस्रो विकल्पमा जाने। हामीसँग हजार बाटा हुन्छन्। त्यसैले एउटा मात्रै बाटो अवरोध हुँदैमा सबै बाटो अवरोध हुन्छ भन्ने होइन। यो कुराको विशेष ज्ञान दिलाउनु हामी अभिभावकको उत्तरदायित्व हो। त्यसैले हामी अभिभावकहरू यहाँनिर सचेत हुनुपर्दछ, जसले गर्दाखेरि बालबालिकाहरूलाई विशेष गरेर माथिल्लो लेभलमा कक्षा 8 को परीक्षामा, कक्षा 10 को एससी परीक्षामा हैन, यो अवस्थामा अनि 12 को अन्तिम परीक्षामा विशेष गरेर विद्यार्थीहरूलाई, नानीहरूलाई चाहिँ तनावको अवस्था सिर्जना हुन्छ। अरूलाई पनि हुन्छ भने चाहिँ अरूलाई नहुने होइन, तर तुलनात्मक रूपमा अलिकति त्यो विशेष किसिमका परीक्षाहरूमा चाहिँ बढी तनाव भएको, स्ट्रेस भएको पाइएको छ। त्यसले गर्दाखेरि यो तनावबाट मुक्त गराउनु नै हामीले उनीहरूलाई एउटा समस्याबाट मुक्त गराउनु अथवा समस्या हुन नदिनु हो। अर्को छ पारिवारिक दबाव। हामी हाम्रा बालबालिकाहरूलाई ए ल्याउनै पर्छ, ए प्लस ल्याउनै पर्छ अथवा उत्कृष्ट जिपिए ल्याउनु पर्छ। यदि तिमीले उत्कृष्ट जिपिए ल्याएनौ भने तिमीले जिन्दगीमा केही पनि गरी खान सक्दैनौ। तिमीले साइन्स अथवा इन्जिनियर पढ्नै पर्छ। तिमीले राम्रो भन्दा राम्रो विषय पढ्नै पर्छ। यदि यसो गर्न सकेनौ भने तिमीले जिन्दगीमा केही पनि गरी खान सक्दैनौ। तिमी बेकामको हुनेछौ, तिमी गए गुज्रेको हुनेछौ। यस्तो किसिमले हामीले बालबालिकाहरूलाई ट्रिट गरिरहेका हुन्छौँ। यस्तो किसिमको आवाज उनीहरूमा दिइरहेका हुन्छौँ। यो नै हामी सबैको मूर्खता हो। हाम्रा बालबालिकाहरूमा हरेक क्षमता छ। सबै बालबालिकाहरू एक से एक उत्कृष्ट विषयहरू पढ्न सक्दैनन्। कोही कुनै विषयमा राम्रो हुन्छन्, कोही कुनै विषयमा राम्रो हुन्छन्। कसैले साइन्स पढ्लान्, कसैले इन्जिनियरिङ पढ्लान्, कसैले चाहिँ डाक्टर पढ्लान् अथवा कसैले चाहिँ नेपाली इङ्ग्लिस विषय लिएर पढ्लान्। उनीहरू आफूको रुचि र क्षमताको कुरा हो। तर हामी अभिभावकहरू हाम्रो इच्छा पुरा गराउनको लागि उनीहरू दबाब दिन्छौँ। मैले त राम्रो विषय पढ्न सकिनँ, तिमीले चाहिँ राम्रो विषय पढ्नुपर्छ। अर्थात् बुवा आमा कोही डाक्टर इन्जिनियर हुनुहुन्छ भने म जस्तै डाक्टर इन्जिनियर हुनुपर्छ। यस्तो किसिमको हाम्रो अपेक्षा हुन्छ, जसले गर्दाखेरि बालबालिकाहरूमा मैले त यो विषय पढ्नै पर्छ है भन्ने दबाब हुन्छ। हो, यो दबाबको कारणले गर्दाखेरि हाम्रा बालबालिकाहरूमा स्ट्रेस हुन्छ। त्यसैले हामी अभिभावकहरू यहाँनिर सचेत हुनुपर्दछ कि हाम्रा बालबालिकाहरू एउटा फिल्डमा भएन भने अर्को फिल्डमा जान सक्छन्, त्यो फिल्डमा पनि भएन भने अर्को फिल्डमा जान सक्छन्। जुन फिल्डमा गए पनि उनीहरूले चाहिँ राम्रो गर्छन्, उनीहरूसँग क्षमता हुन्छ र उनीहरूले जे जस्तो गर्छन् त्यसैमा हामीले चाहिँ सन्तुष्ट हुनुपर्दछ। हामी उनीहरूले जे रिजल्ट प्राप्त गर्छन् त्यसैमा हामीले चाहिँ सन्तुष्टि व्यक्त गर्न सक्नुपर्दछ। यो चाहिँ बुद्धिमानी हुन्छ। यसमा हामी सचेत रहनुपर्दछ, जसले गर्दाखेरि हाम्रा बालबालिकाहरूमा स्ट्रेस नहोस्। अब अर्को नम्बरमा छ अस्वाभाविक आकर्षण। विशेष गरेर यो किशोर अवस्थामा बालबालिकाहरू विपरीत लिङ्गका साथीहरूप्रति आकर्षित हुने, जसको कारणले गर्दाखेरि उनीहरूमा कतिपय बालबालिकाहरूमा एक किसिमको मन परापर हुने अथवा प्रेमको अवस्था सिर्जना हुने पनि भएको पाइन्छ। वास्तवमा यो प्रेम नभएर आकर्षण मात्रै हो। टिनेजमा अथवा चाहिँ एउटा किशोर अवस्थामा जुन मनमा स्थिरता हुँदैन, त्यो मनमा स्थिरता नभएको कारणले गर्दाखेरि अनि उनीहरू आफैमा चाहिँ एउटा सही मूल्याङ्कन गर्न सक्ने क्षमताको कमी भएको कारणले गर्दाखेरि भोलि भविष्यमा कस्तो हुन्छ, भोलि भविष्य कस्तो बनाउने, यो मैले अहिले राम्ररी पढिनँ भनेदेखि, यो समयको व्यवस्थापन गरिनँ भने भोलि मेरो भविष्य राम्रो हुन्छ कि हुँदैन, यो मेरो पढ्ने समयमा म अन्त मन डुलाउनु हुन्छ कि हुँदैन, यी विषयवस्तुहरूमा राम्रोसँग मूल्याङ्कन गर्न सक्ने अवस्था सिर्जना भइ नहालेको हुनाले हाम्रा बालबालिकाहरू कुनै एउटा
गलत बाटोमा जान सक्छन्। त्यो गलत बाटोमा जानु पनि उनीहरूलाई एउटा मानसिक समस्याको अवस्था सिर्जना हुनु हो। त्यसबेला उनीहरूलाई तनाव हुन्छ। यो अवस्थामा उनीहरूलाई सही तरिकाले काउन्सिलिङ गरेर उनीहरूलाई पीडामुक्त बनाउनु पर्दछ। उनीहरूलाई यो समयमा गर्ने के हो, समयको सदुपयोग कसरी गर्ने, अहिले यदि समयको सदुपयोग गरिएन भने भोलि भविष्यमा कस्ता कस्ता समस्याहरू आउन सक्छन्, यी यावत विषयहरूमा काउन्सिलिङ गरेर समस्या मुक्त गराउनु नै यो समस्याको समाधान हो, अथवा मानसिक समस्या अथवा स्ट्रेसको अवस्थाबाट मुक्ति पाउने उपाय हो। यो कुरामा पनि हामी अभिभावकहरूले ध्यान दिन आवश्यक छ। अर्को नम्बरमा छ मोबाइलको अत्याधिक प्रयोग। अहिलेका बालबालिकाहरू मोबाइलमा अत्याधिक झुमिरहेको अवस्था छ। मोबाइललाई अत्याधिक दुरुपयोग गरिरहेको अवस्था छ। त्यो मोबाइलमा उनीहरू जस्तै काम नदिने कुराहरू अथवा उनीहरूको स्वास्थ्यसँग एकदम खेलबाड गर्ने किसिमका कुराहरू, स्वास्थ्यलाई हानि गर्ने किसिमका कुराहरू हेरिरहेको हुन्छ। विशेष गरेर राति अबेरसम्म बस्ने र मोबाइलमा चाहिँ अनलाइन गेम खेल्ने, फ्री फायर खेल्ने, पब्जी खेल्ने, लुडो चेस खेल्ने, तास खेल्ने इत्यादि त्यहाँ मोबाइलमा भएका गेमहरू खेल्ने, यो अवस्था अहिलेको अवस्था हो। अब हाम्रा बालबालिकाहरू त्यो मोबाइललाई नै प्रयोग गर्दाखेरि त्यहीँबाट पढ्न सकिन्छ, त्यहीँबाट चाहिँ हाम्रा विषयवस्तुहरू अध्ययन गर्न सकिन्छ भन्ने थाहा हुँदाहुँदै पनि उनीहरू विभिन्न कारणले गर्दाखेरि मोबाइलमा भएका गलत विषयवस्तुहरूलाई हेरिरहेको पाइएको छ। यो उनीहरूको लागि सबैभन्दा मुख्य समस्या हो। एक त हामीले राम्रै कुरा हेर्दाखेरि पनि लामो समयसम्म हेऱ्यौँ भने त्यसै स्वास्थ्यमा समस्या हुन्छ। त्यसमा पनि हामीले गलत कुरा हेर्ने बानी बस्यो भने अब त्यो बानीलाई हटाउनलाई धेरै गाह्रो हुन्छ र कुन बेला फुर्सद हुन्छ, एकछिनको समय फुर्सद हुने बित्तिकै त्यो गलत कुराहरूतर्फ हाम्रो मन आकर्षित हुन्छ। त्यसैले गर्दाखेरि बालबालिकाहरूले सधैँ सकारात्मक कुराहरू, चाहिने कुराहरू मात्र हेरिरहेका हुँदैनन्, गलत कुराहरू हेरिरहेका हुन्छन्। यसमा अभिभावकले विशेष ध्यान पुर्याउनु पर्दछ। हाम्रा बालबालिकाहरूलाई हामीले अभिभावकहरूले चाहिँ सानैदेखि छुट्टै एउटा मोबाइलको व्यवस्था गरिदिरहेको अवस्था हुनसक्छ। अनि हाम्रो आफ्नो मोबाइल पनि उनीहरूलाई लामो समयसम्म दिन्छौँ, उनीहरूलाई नि चलाउन छोडिदिन्छौँ। तर त्यो मोबाइलमा उनीहरूले के हेर्छन्, कुनै पढाइ सम्बन्धीका विषयवस्तु हेरिरहेका छन् वा उनीहरूलाई हानि गर्ने विषयवस्तु हेरिरहेका छन् भन्ने कुरामा हाम्रो खासै ध्यान गएको पाइँदैन। यहाँनिर समस्या हो। यो कुरामा अभिभावकहरू सचेत भयौँ भनेदेखि हाम्रा बालबालिकाहरूलाई विभिन्न समस्याहरूबाट जोगाउन सक्छौँ। अहिले त यो मोबाइलको कारणले गर्दाखेरि ठुल्ठुला घटनाहरू घटिरहेका छन्। मोबाइलमै चाहिँ बालबालिकाहरू विवाहको अवस्थामा पुगेर भविष्य अन्धकारमा पसाएर मोबाइलबाटै साथीहरूलाई चाहिँ जिस्क्याउने, गिज्याउने, मोबाइलबाटै चाहिँ एकअर्कामा कुराकानी गर्ने, नचिनेको अपरिचित व्यक्तिहरूसँग चाहिँ चिनजान गर्न पुग्ने, अनि जसले गर्दाखेरि बालबालिकाहरू बेचिने अथवा गलत ठाउँमा पुग्ने, गलत तरिकाले उनीहरूलाई ट्रिट गर्ने, यस्तो खालको समस्याहरू आइरहेको अवस्था छ। अहिलेको यो मोबाइलको सदुपयोग गर्न सकेनौँ भने धेरै ठुल्ठुला समस्याहरू आउन सक्छन्। त्यसैले हामी अभिभावकहरू समयमा नै सचेत भएर बालबालिकाहरूलाई सकारात्मक उपचार गर्नुपर्दछ। यो एउटा मानसिक समस्याबाट, स्ट्रेसबाट बच्ने उपाय हो। त्यसैले यसमा पनि ध्यान दिन आवश्यक छ। अर्को नम्बरमा छ बालबालिकाको लागि पर्याप्त समय दिन नसक्ने। हाम्रो समुदायमा विभिन्न वर्गका मानिसहरू छन्। हाम्रा अभिभावकहरू विभिन्न वर्गका हुनुहुन्छ। कोही अलिकति माथिल्लो वर्गका हुनुहुन्छ, कोही अलिक तल्लो वर्गका हुनुहुन्छ, कोही मिडियम वर्गका हुनुहुन्छ। सबै अहिले अभिभावकहरू व्यस्त रहने समय, थोरै व्यस्त। कोही व्यक्ति पारिश्रमिकको लागि बाहिर काम गर्न जानुहुन्छ, उहाँहरूले आफ्ना घर परिवार र बालबालिकाहरूको लागि पर्याप्त समय दिन सकिरहनु भएको छैन। त्यो आफ्नो बाध्यताको कारण हो। केही अभिभावकहरू हुन्छ जो चाहिँ अलिकति दिनभरिको पारिश्रमिक
दिनभरिको परिश्रम गर्नको लागि, काम गर्नको लागि घरभन्दा बाहिर जानुहुन्छ र बेलुका बिहान छिट्टै हिँडेर बेलुका अबेर मात्रै घर आइपुग्नुहुन्छ। उहाँहरूका बालबालिकाहरू दिनभरि स्कुल जान्छन् अनि कति बेला आउँछन्, कति बेला स्कुलबाट घर आएर खाजा के खान्छन्, बिहान उनीहरू स्कुल जाने बेलामा कति बेला जान्छन्, बिहान कस्तो खाना खाएर जान्छन्, यी यावत कुराहरू पनि हामी अभिभावकहरूले हेर्न सकिरहेका छैनौँ। यो हाम्रो शिक्षाको अभावको कारण, चेतनाको अभावको कारण यो समस्या आएको हुन सक्छ। त्यस्तै गरेर अझै माथिल्लो वर्गका अभिभावकहरू हुनुहुन्छ जो चाहिँ निगरानी गर्नुपर्छ भन्ने पनि थाहा छ, उनीहरूलाई समय दिनुपर्छ भन्ने पनि थाहा छ। यति हुँदाहुँदै पनि पर्याप्त समय र सही तरिकाले क्वालिटीको समय दिन सकिरहनु भएको अवस्था छैन। हाम्रा बालबालिकाहरूलाई एउटा साथी जस्तै व्यवहार गरेर उनीहरूसँग गफ गर्ने, कुराकानी गर्ने, उनीहरूसँगै खाने, उनीहरूसँगै खेल्ने, उनीहरूसँगै रमाउने, उनीहरूसँगै घुम्न जाने र उनीहरूसँगै बसेर पढ्ने, उनीहरूसँगै टिभी हेर्ने, उनीहरूसँगै चाहिँ मोबाइल हेर्ने, यो सबै कुराको लागि थोरै थोरै समय चाहिँ उनीहरूलाई छुट्याएको हुनुपर्दछ। हामीले उनीहरूसँग जति धेरै समय बिताउन सक्छौँ नि त्यति नै उनीहरू हामीसँग नजिक हुन्छन् अनि उनीहरूले आफ्ना समस्याहरू हामी समक्ष सेयर गर्छन्। खासमा उनीहरूले हामीसँग कुरा सेयर नगरेर समस्या हुन्छ। कति कुराहरू उनीहरू भन्न चाहिरहेका हुन्छन् तर हामी उनीहरूलाई त्यो बातहरू नै दिँदैनौँ। उनीहरूले केही कुरा भन्न खोजिरहेका छन् भने पनि गाली गर्छौँ। उनीहरूलाई निगरानी गर्ने न्युमा दिनभरि उनीहरूको पछि लाग्ने पनि भनेको होइन यहाँनिर। उनीहरूलाई सही तरिकाले निर्देशन गर्ने अथवा सही तरिकाले परामर्श गर्ने, यो चाहिँ हो निगरानी गर्नु भनेको। उनीहरू दिनभरि कहाँ जान्छन्, कसरी हिँड्छन्, के गर्छन्, के खान्छन् भन्ने कुरा बाहिरबाट वाच गर्ने, तर उनीहरूलाई परामर्श गर्ने बेलामा सही तरिकाले परामर्श गर्ने। उनीहरूलाई राम्रो नराम्रो के हो, उनीहरूलाई भोलिपर्सि त्यसको असर, नराम्रा कुराको असर के हुन्छ, राम्रो कुराको असर के हुन्छ, यी सबै कुराहरूमा उनीहरूले बुझ्ने गरी उनीहरूलाई बुझाउन सक्यौँ भने मात्र हामी अभिभावकहरू सही तरिकाको उपचार गर्ने क्रममा पुग्छौँ, सही तरिकाको उपचार दिन सक्छौँ हामी अभिभावक। त्यसैले निगरानी गर्नु भनेको उनीहरूको पछि लागेर उनीहरूलाई गाली गर्नु भन्न खोजेको होइन, उनीहरूलाई सकारात्मक परामर्श दिनु चाहिँ निगरानी गर्नु भनेको हो। अर्को नम्बरमा छ कुशल अभिभावक बन्न नसक्नु। हामी अभिभावक त बन्दछौँ, हामीलाई हाम्रा नानीहरूले राम्रो गरून् भन्ने पनि चाहना हुन्छ। हामी केही समय अभिभावकहरूले बालबालिकाको लागि दिन्छौँ पनि, उनीहरूलाई मर्यादा गरेर पढाउँछौँ, उनीहरूको भविष्य राम्रो हुनुपर्छ भन्ने हामी सबैको चाहना यही नै हो। यति हुँदाहुँदै पनि हामीलाई केही कुराको अभावको कारणले, केही ज्ञानको अभावको कारणले गर्दाखेरि हामीले हाम्रा बालबालिकाहरूलाई सही उपचार गरिरहेका हुँदैनौँ, सही तरिकाले उनीहरूलाई परामर्श दिइरहेका हुँदैनौँ। हामी उनीहरूलाई राम्रो बनाउने क्रममा, उनीहरूलाई चाहिँ गाइड गर्ने क्रममा यो गर्नु हुँदैन, धेरै बाहिर गएर खेल्नु हुँदैन, बाहिरका खानेकुरा खानु हुँदैन, धेरै मोबाइल हेर्नु हुँदैन, होमवर्क राम्ररी गर्नुपर्छ, राम्ररी पढ्नुपर्छ, यस्तो किसिमको निर्देशन मात्रै हामीले बारम्बार दिइरहेका हुन्छौँ। अनि हामी आफू चाहिँ सही तरिकाले दैनिकी गुजारा गरिरहेका हुँदैनौँ। हामी अभिभावकले बालबालिकाहरूबाट जे चाहन्छौँ नि त्यो उनीहरूसँगै बसेर गर्नु चाहिँ सबैभन्दा बुद्धिमानी हुन्छ। जस्तै हामीले बालबालिकालाई मोबाइल हेर्नु हुँदैन भन्छौँ, तर हामी चाहिँ आफै एकछिन समय फुर्सद भयो, 5 मिनट समय फुर्सद भयो भने फेसबुक कि टिकटक बनाउन थाल्छौँ अनि नानीहरूलाई चाहिँ तिमीले हेर्नु हुँदैन भनेर भन्छौँ। हामी आफै चाहिँ बालबालिकालाई चुरोट, रक्सी, जाँड, खैनी खानु हुँदैन भन्छौँ, तर आफै खाइरहेका हुन्छौँ। अब यसबाट बालबालिकाहरूले के बुझ्छन्? अभिभावकले नगर्नु भनेको कुरामा उनीहरूले झन् जबरजस्ती गरेर गर्छन्। उनीहरूलाई के थाहा हुन्छ भनेदेखि यदि हुँदैन थियो भने त अभिभावकले, बुवा आमाले पनि त त्यो प्रयोग गर्नुहुन्थेन नि त, खैनी खानुहुन्थेन, चुरोट खानुहुन्न थिएन, जाँड रक्सी सेवन गर्नुहुने थिएन। त्यसैले यो भनेको मात्रै हो,
यो सही होइन भन्ने बालबालिकाको मानसिकता बसेको हुन्छ। त्यसैले अब हामीले यो भिडियो हेरिसकेपछि के कुरामा विशेष ध्यान दिनुपर्दछ भने हामीले हाम्रा बालबालिकाहरूलाई सही तरिकाले उपचार गर्न सकौँ, सही तरिकाले परामर्श दिन सकौँ र उनीहरूलाई सही ट्र्याकमा हिँडाउन सकौँ। स्ट्रेस फ्री जीवन कसरी बाँच्ने, तनावरहित जीवन कसरी बाँच्ने, उनीहरूलाई के गर्दा चाहिँ राम्रो, यी विषयवस्तुहरूमा पहिला आफू विज्ञाउँ, आफू चाहिँ त्यसको बारेमा जानकार बनौँ। त्यस पछाडि बल्ल उनीहरूलाई सही सल्लाह परामर्श दिन सक्नुहुनेछ। त्यसैले गर्दा अब यहाँनिर हामी अभिभावक होइन कुशल अभिभावक बन्नतर्फ अगाडि बढौँ। अब यो भिडियोबाट यहाँहरू सबैलाई एउटा कुशल अभिभावक बन्ने प्रेरणा मिलेको छ, कुशल अभिभावक बन्ने सामान्य ज्ञान हासिल भएको छ। यहाँहरूले आफ्नो जीवनमा यसलाई प्रयोग गरेर आफ्ना नानीहरूको उज्जवल भविष्य कायम गर्नको लागि, यहाँहरू आफ्ना नानीहरूको उज्जवल भविष्य बनाउनको लागि यहाँहरूको महत्त्वपूर्ण भूमिका हुनेछ। हवस्, नमस्कार, धन्यवाद।